नमस्कार अनि स्वागत छ हँसिलो नेचर नेपाल युट्युब च्यानलमा। यदि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पनि नबिर्सनु होला। आज भने हामी एउटा विशेष ठाउँमा पनि आइपुगेका छौँ भने त्यो ठाउँको विषयमा के रहेछ त भन्ने कुराहरू पनि हामी हजुरहरूलाई जानकारी पनि दिन गइरहेका छौँ। नयाँपाटी स्थित रहेको नयाँपाटी फुटबल एकाडेमीमा हामी अहिले उपस्थित भइरहेका छौँ र यहाँको विषयमा हजुरहरूलाई सम्पूर्ण जानकारीहरू दिने एउटा प्रयास पनि गरिरहेका छौँ। र हामीसँग जुन यहाँ नै गाइड गर्नुभएको छ, नयाँपाटी फुटबल एकाडेमीमा गाइड गर्नुभएका राष्ट्रिय फुटबल खेलाडी चेतनारायण श्रेष्ठज्यूसँग यहाँको विषयमा हामी केही कुराकानीहरू गर्न पनि गइरहेका छौँ। स्वागत छ सर हजुरलाई। हजुर नमस्कार, धन्यवाद। अहिले हजुरहरूले यो नयाँपाटी फुटबल एकाडेमी सुरु गरेको कति समय भयो? अहिले अब यो लगभग 3 वर्षमा रनिङ हुँदैछ। अहिले हाम्रो यो नयाँपाटी फुटबल एकाडेमी सुरु भएको र बच्चाहरू त्यतिखेर 10-15 जनादेखि लिएर अहिलेसम्म आउँदाखेरि 50-60 जना जति बच्चाहरू भइसकेको छ। र यसमा चाहिँ अब हामीले 2टा क्याटेगोरी गरेका छौँ। अन्डर 12 सम्मको एउटा ग्रुप छ भने अन्डर 15 सम्मको एउटा ग्रुप छ र अन्डर 15 देखि माथि पनि छन् चाहिँ, तर त्यो तिनीहरूलाई चाहिँ बेसिक लेभल हामीले चाहिँ सिकाउनु भन्दा नि तिनीहरू चाहिँ गेम मात्र खेल्छन् र ट्रेनिङ म्याचको एक्सपिरियन्स म्याचको मा चाहिने कुराहरू सिकाउँछौँ सिनियरलाई चाहिँ होइन। तर जुन अन्डर 10, अन्डर 12, अन्डर 15 सम्मको बच्चालाई चाहिँ हामीले बेसिक लेभलदेखि लिएर चाहिँ यिनीहरूलाई खेलाउने प्रमुख उद्देश्य हो हाम्रो। किनभने जब बेसिक लेभलमा बच्चाहरूलाई ट्रेनिङ गराउँदैन तबसम्म बच्चाहरू माथि लेभलमा गएर एकदम राम्रो खालको खेलाडी बन्न सक्दैन। यो हाम्रो फुटबल एकाडेमी लगभग कति रोपनी जग्गामा रहेको छ सर अहिले? अब यो रोपनी भन्दा पनि यो 5 रोपनी लगभग छ जस्तो लाग्छ मलाई। तर यसको मलाई ज्ञान भएअनुसार चाहिँ हामीले फुटबलको भाषामा भन्दाखेरि यो मिटरमा हिसाब हुन्छ। यो 35 मिटरदेखि लिएर यो 45 मिटरसम्मको ग्राउन्ड छ। 35 मिटर वाइड हो भने 45-50 मिटरसम्मको चाहिँ हाम्रो यो लेन्थ छ। त्यस कारणले गर्दाखेरि यो ग्राउन्डको लेभल चाहिँ 7A साइडसम्मको खेल्न मिल्ने ग्राउन्ड हो। हजुर। अनि अहिले लगभग हजुरहरूले यहाँ प्रशिक्षण गराइरहेका विद्यार्थीहरू कुन लेभलसम्म पुगेका छन् अहिले? अब अन्डर 12 देखि लिएर खेलाउँदै जाँदाखेरि बेसिक गरेर चाहिँ अन्डर 13 मा पनि यहाँको नेसनल टिमसम्म पनि परेका खेलाडीहरू छन् र अन्डर 16 सम्म पनि खेल सिकेका केटाहरू छन्। जुन चाहिँ एनफाले चाहिँ अन्डर 16 गेम गराउँछ। त्यो बेलामा योभन्दा 1 वर्ष अगाडि चाहिँ जवला खेलबाट खेलेको थियो हाम्रो यहाँको प्रशिक्षण गरेका खेलाडीहरू 3-4 जना राम्रो खेलाडीहरू छन् र अब आउने दिनहरूले अझै राम्रो गरेर अन्डर 18 मा चाहिँ तिनीहरूले च्यालेन्ज गर्छ। लगभग यहाँ प्रशिक्षण गर्ने कोचहरूको विषयमा हजुरले केही भन्न सक्दिनुहुन्छ? हजुर, यहाँ प्रशिक्षण गर्ने हाम्रो भाइहरू छन् 2 जना र 1 जना अर्को भाइ पनि छ होइन। विशेष गरेर हरिमर्जन र सुसन लामा भन्ने भाइ छ, जुन उहाँहरू दुवैजनाले चाहिँ सी लाइसेन्स प्राप्त गरिसकेको छ र त्यही अनुसार उनीहरूले चाहिँ बेसिक लेभलमा बच्चाहरूलाई बढी ट्रेनिङ गराएर चाहिँ पोख्त बनाउनु भएको छ। र यहाँको भाइहरू यहाँको खेलाडीहरूले चाहिँ विभिन्न ठाउँहरूमा अरू एकाडेमीहरूमा गएर पनि फ्रेन्डली म्याचहरू खेलेर राम्रो रिजल्ट ल्याएको छ र अर्को एकाडेमीबाट पनि बच्चाहरू यहाँ आएर फ्रेन्डली म्याचहरू खेल्छन्, जसले गर्दाखेरि बच्चाहरूको चाहिँ टुर्नामेन्टहरू खेल्नको लागि म्याचहरू खेल्नको लागि चाहिँ धेरै सजिलो हुन्छ जस्तो लाग्छ मलाई। लगभग अब हजुरले यही क्षेत्रमा लागेको हजुरको अनुभवतिर पनि जाउँ भन्ने लाग्यो र हजुरको लगभग यो फुटबल क्षेत्रमा लागेको अनुभव एकचोटि सुनाइदिन सक्नुहुन्छ? अब मैले पनि लगभग 7-8 वर्ष हुँदाखेरि नै खेलेको हो। अहिले म 50+ भइसकेको छु र मैले नेपालको नेसनल टिमबाट अन्डर 16, अन्डर 19 हुँदै नेसनल टिमसम्म परेको हो होइन। र अहिले आएर मैले अब सी, बी र ए लाइसेन्सको एएफसीको लाइसेन्स पनि गरिसकेको छु र यहाँसम्म आइपुग्दाखेरि मलाई फुटबल खेल्ने भन्दा नि फुटबल सिकाउनलाई चाहिँ अझै धेरै कठिन हुँदो रहेछ जस्तो मलाई अनुभव भएको छ। र खेलाडी हुँदाखेरि चाहिँ अर्कै खालको एउटा आनन्द आउँछ र खेल्न पनि मजा आउँछ भने यो खेलाउन सिकाउँदाखेरि चाहिँ एकदमै विचार गरेर धेरै कुराहरूमा धैर्य गरेर चाहिँ खेलाउनु पर्ने छ। र त्यो कुराहरू मैले जति अनुभव गरेको छु यो मैले नयाँपाटी फुटबल एकाडेमीमा आएर यहाँको बच्चाहरूलाई अन्डर 12 देखि अन्डर 14, अन्डर 16 को बच्चाहरूलाई चाहिँ त्यही अनुसारको चाहिँ ट्रेनिङहरू गराएर चाहिँ
हामीले चाहिँ अहिले हाम्रो 3जना भाइहरू र म सुरु 4जना गरेर चाहिँ यहाँ ट्रेनिङ गराइरहेको छु र राम्रो भइरहेछ। लगभग नयाँ पार्टी फुटबल एकाडेमी रोज्ने किन त आखिर अब आउने विद्यार्थीहरूले यस विषयमा भनिदिनु न 2-4 कुरा। अब यो नयाँ पार्टी फुटबल एकाडेमी नै रोज्नु कारण के हो भने यहाँनिर यो आउटडोर गेम हो होइन, फुटबल जस्तै यसमा खेल्दा फाइदा चाहिँ यसमा आएर सिक्दाखेरि बाबु नानीहरूले यसमा विशेष फाइदा के छ त त्यो विषयमा? होइन, यो भनेको अब आउटडोर फुटबल भनेको आउटडोरै खेल्नुपर्छ होइन। जस्तै फुटसल खेलेको भन्दा नि फुटबल खेलेको धेरै फाइदा हो र आफ्नो शारीरिक रूपमा पनि यो धेरै राम्रो हुन्छ र फुटबल भनेको विश्वमै एकदम प्रख्यात फुटबल हो होइन, विश्वमै चलेको गेममध्ये फुटबल एक हो र यहाँ चाहिँ अब सबै यो ग्राउन्डदेखि लिएर यहाँको यो ट्रेनिङ मेटेरियलहरू फुटबलदेखि लिएर फुटबलको धेरै कुराहरू मेटेरियलहरू चाहिन्छ, त्यो सबै कुराहरू यहाँ उपलब्ध छ र जुन खेलाडीहरूलाई यहाँ सानैदेखि दिनुपर्ने कुराहरू हो त्यो चाहिँ यिनीहरूलाई बिस्तारै दिँदै गर्दाखेरि चाहिँ उनीहरू चाहिँ सिक्दै जान्छ र मेन कुरा भनेको चाहिँ बेसिक बनाउने हो। त्यसपछि अनि बेसिक भइसकेपछि खेलाडीहरू चाहिँ माथि गएर चाहिँ अवश्य पनि दिन राम्रो हुन्छ। यसको ठ्याक्कै हजुरले लोकेसन पनि बताइदिनु न, कोही चाहनुभयो भने नेपाल फुटबल एकाडेमीमा सिक्न चाहनुहुन्छ भने यसको लोकेसन ठ्याक्कै बताइदिनु। यो गोकर्णेश्वर नगरपालिकाको चाहिँ वडा नम्बर 2 मा नयाँ पार्टीमा पर्छ होइन। अब यो एक मात्र यो ओपन फुटबल एकाडेमी जस्तो लाग्छ मलाई गोकर्णेश्वर नगरपालिकामा होइन। अरू फुटबल ट्रेनिङहरू छ तर यो जतिको ठुलो र यो जतिको लेभल मिलेको अहिलेसम्म मैले देखेको छैन, भविष्यमा आउन सक्ला। तर अहिले चाहिँ यो धेरै राम्रो छ र यहाँको सिकाइहरूदेखि लिएर यहाँनिरको यो जुन सुविधाहरू छ ट्रेनिङ एक्सचेन्ज गर्नेहरू के अरे यो अब आफ्टर गेम होइन सबै फ्रेस हुने कुराहरू यहाँ सबै जुन कुरा छ त्यो चाहिँ सबै यहाँ व्यवस्थित छ। त्यस कारणले गर्दाखेरि म चाहिँ विशेष गरेर यो नयाँ पार्टी फुटबल एकाडेमीमा चाहिँ तपाईँहरूको बच्चालाई भविष्यमा यदि फुटबल खेलाडी नै बनाउन चाहनुहुन्छ भए तपाईँहरूलाई यो गन्तव्य चाहिँ सबभन्दा ठिक हुन्छ र आउने दिनहरूमा पनि तपाईँहरूलाई म आउनको लागि म यहाँ तपाईँहरूलाई सुझाव दिन चाहन्छु। हुन्छ, व्यस्त समय बावजुद पनि हजुरले हाम्रो कार्यक्रममा आएर केही शब्दहरू राखिदिनु भएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद छ। हजुर धेरै धेरै धन्यवाद यहाँको यो च्यानललाई पनि र यति मौका दिनुभयो। यो नयाँ पार्टी फुटबल भविष्यमा एउटा राम्रो खेलाडी देशकै लागि निकाल्ने खेलाडी बनाउन तयार छ र यसैमा हामी लागि पर्नेछौँ भन्ने कुरा यहाँ आएर म भन्न चाहन्छु। हाम्रो तर्फबाट पनि शुभकामना। पक्का पनि यो नयाँ पार्टी फुटबल एकाडेमीबाट भविष्यमा निकै नै राम्रा खेलाडी उत्पादन पक्का पनि गर्ने नै छ। हस् त, धन्यवाद सर। हस्, धन्यवाद हजुर तपाईँलाई।